फेरि टुन बनाएर फेरि मिसाउने एउटा भाँडा बैठे गरेर लगेर कहाँ दाउरा बैठेको न यो चुर्नी बुझाउनु त ऊ चुर्नीको सिजन गर्ने हो क्या उयो हो क्या चुर्नीको खानपिनको बहिनीहरू उबाट ऊ टिस्टो बनाएर गर्नु पर्छ र औषध नै चाहिँ झ्यास पाथ्यो अहिले मनामा लगाएको आउने त यो छिटो भयो यो पिलो भयो अनि यो चाहिँ यो मात्र यो रातो सेतो बनाउनु हो रातो सेतो भयो यति भन्छ चाहिन्छ त्यतिमा हान्छ यो उनीहरू घरको लागि चाहिँ बनाइसक्यो ढुन्डाइले र फेरि डाँडोमा न्याउला र डाँडोमा चोखा पानी सानो भात चामल गरेर होइन भात पकाएर त्यो बनाएर चोखा भएको खाना फेरि टुन बनाउने मासु र कटुन जेठो सासुहरू जेठोको टुन्डो भनेको ऊ सुकुनीको खाना उयो हो क्या सुकुनीको त्यो बनाएर भोटी बनाएर त्यो अब फेरि भोटी बनाएर ल्याउनु पर्छ यहाँ छानमा भने अब फेरि अस्ति र के रिक्स छैन भने ऊ चामलको रहेछ नि त्यो र ग्यासार फेरि यहाँ गाएको एउटा आछ भन्छ त्यस्तो खुवाउने आछ भोटी गरेर म यहाँ ओर्छु जमाटेर मटाउनु भएको छ पुजानु हो नाम छ धेरै थियो जोरो गर्नु पर्छ नि कहाँको त्यो मेरो काम पुरा भएन भने त कहाँको त्यो कामै नगरेको हुन्छ अरे बुझ्छ कामै नगर्ने के काम नगरेको हुन्छ क्या त्यो किसिम गरेर बुझाउनु गर्नु सक्नुपर्छ त्यो कुरामा अप्ठ्यारो हुन्छ नि यहाँको यो रेसियो चामल यो चाहिँ अलिक मन खाउने कुखुराको चुचुल भने यो चामल भयो यो चाहिँ रेसियो हो देसार के छ यो चाहिँ उल्टाउनु पर्छ त देसारले मैले रिहाल्ने भयो त्यो चामलले यो फेरि तिमीले चुच्चो पुस्ने खुट्टा पुस्ने गरौँला नि मन ठन्डाले यहाँनिर मन ठन्डा लाग्दैन हमने वहाँ मान्छे आएपछि हेर्नु चुच्चाहरू खुट्टा हुँदै अब यहाँ ढल्लो बनाएको रे पहिला चुच्चाहरू खुट्टा ढोएर मात्रै बल्ल फेरि पैसा मन छाउने भन्ने त्यही हो यहाँनिर मन छान्छ उनीहरू मन छान्ने त्यो बुढा मन छान्छ लाग्यो तीको जिउमा हो त्यसो अहिले यहाँ बनाएर यहाँ पूजाउने बेलामा हिँडेर हिँड्छारो गर्ने पानी नै हेर्छ ल्याएर तिमीले त्यो गुराटो भात र गुराटो टुन बनाइदिनु पर्यो कुनै खाना मैले यहाँ गुरुबाबु यो रिक्सा ढिउ गएको छु भोट पनि त्यो नि हिँड्दैन है त्यो नि यहाँ चढ्ने हो ढाँडो बल्ल त्यो बल्ल आउँछ कि यहाँ सेभ गरेर गर्न आउँछ भने त्यस्तै
हुन्छ खानाउरो गरेर भन्नु पऱ्यो त्यसो कामै नगरेको हुन्छ क्या के भएर ढिलो हुन्छ त्यो भात पानी बनाउने दिउँ पर्ने हो चोखा पानी यो चोखा पानी इटो चोखा पानी उर न त्यहाँ फेरि घिउ बनाउनु पर्न उल्टो एउटा घिउ यसो चोखा गालिदिनु है त्यो डाँडा भात बनाउँदा यो चोखा पानी गर्नु नै घाँटी उल्टोबाट यो अलि चोखा घिउ हालिदिने क्या त्यहाँ फेरि टुन भन्दा नि टुन नि फेरि उही भोलि घिउ चोखा गरेर पुरा बनाएर खानायो भएर फेरि उही डाँडामा फेरि घिउ नि चोखा त्यो फेरि टुन्नु मिस्छ है त्यसले त्यो नि फेरि हिँड्यो क्या सुक्ने खाने के हो क्या यो खान्छाले के के खाएको खानुहोस् मैले चिया खाएको थिएँ ल्याउँदाखेरि हजुर हजुर पूजा गर्नु लाग्यो हजुर ल डाइन ल्याइदिएको छु त्यो तिमीले भन्नु भात सुरु साग मासु मिसाएर बनाएर त्यो खाना ल्याइदिएको है अब कुखुराको खुट्टामा बान्ने त्यो भनेको छु बुढीले मैले अब ज्वरो ज्वरो बनाएर बानी उसले नाङ्दो मान्छेलाई बोल्यो तिमीले काट्नु उसलाई त त्यही भन्दैछ अरू जम्मै भइसक्यो हो तैँले बुढो त्यही भन्नु बुझ्नु ज्वरोले बान्छ उहाँबाट फेरि तल मान्छेले पनि मान्छेहरू बल्ल काट्लान् भन्दैछ नि बुढीले त्यही नि भन्नु अरू भइसक्यो यहाँ ल्याइदिएछ फुल त्यो भात उनी यो ढोपाल्ने धुपी छ धुपी नै नभए ऊ छ त घिउ छ त घिउ चाहिँ घिउ ल्याउ पऱ्यो धुपी भए घिउ चाहिँ न धुपी भए हुन्छ घिउ छ धुपी नभए घिउ घिउ छ त घिउले गरेर भयो घिउ हुँदै ल्याउनु अरू 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 त्यो चाहिँ एउटा
एउटा आगो ओल्ड चाहिन्छ है सानो अहिले अहिले यहाँ गरौँ नि त फेरि यहाँ ले sang đây hết đủ bên nó cái kiểu như là đôi khi là cái mặt sao giờ cái số mà cái nó điều thế điều này cái यहाँ भयो भने भन्नु है फेरि कुखुरा लिने काट्ने हत्या नि चाहियो होला फेरि काट्ने हत्या यहाँ चाहिँ भयो नि यो गोबर चाहिँ यहाँबाट चाहिएन यो गोबर नै लग्यो त्यो बुट्टा डल्छ होला भने चाहिन्छ भयो गोबर यहाँ चाहिँ लग्यो र कहिले कहिले यहीँ बस्छ कान्छौँवटा बस बोझीमा बस्छ भोटा बस्छ एउटा भोटा उठ्छ क्या अहिले त्यो पानी एक उ हालिदियो भने उठ्छ त्यो